हेलो नमस्ते। आज म मेरो फर्स्ट भ्लग लिएर आएको छु अनि आजको भ्लगमा चाहिँ हामी कुन्ता देवीको यात्रा गर्दैछौँ, वान डे भ्लग। अनि हामीले चाहिँ कुनै पनि ट्याक्सीहरू नलिकन पब्लिक गाडीमा चाहिँ कसरी एक दिनमा आउन सकिन्छ भनेर हामी पहिला नेपाल यातायात चढ्यौँ मुलपानीबाट। बिहान 7 बजे हामी मुलपानीको नेपाल यातायात चढेर कोटीसुर गएर झऱ्यौँ। अनि कोटीसुरबाट हामी फेरि अर्को महासागर यातायात चलेर बल्कुसम्म गयौँ। अनि बल्कुबाट चाहिँ हामीले अर्को दक्षिणकालीको बस क्याच गऱ्यौँ, जुन चाहिँ एकदमै प्याक थियो। र बल्कु गएपछि हामीले चाहिँ त्यहाँनिर चोरी हुनेहरू हुन्छ, डकैती हुन्छ भन्ने पनि सुन्यौँ। हामी एकदमै डराइरहेको थियौँ। हामी जानुपर्ने थियो हात्तीवन। अनि बसको त्यो कष्टपूर्ण उभिएर यात्रा गरेर हामी चाहिँ हात्तीवन पुग्यौँ। अनि हात्तीवनमा चट्ट चिया खाजा खायौँ हामीले त्यहाँ पुग्दासम्म 3 घन्टा लागिसकेको थियो। अनि ठ्याक्क 10 बजे हाम्रो यात्रा स्टार्ट भयो। हामी अब यहाँ हाइक गर्न थाल्यौँ हिँडेर खुट्टाले। अनि फर्स्टमा चाहिँ बाटो अलिकति राम्रै थियो, गाडीहरू हिँड्न सक्ने नै थियो, किनकि माथि रिजोर्टको लागि भनेर बाटो बनाएको रहेछ। त्यहाँसम्म गयौँ, बाटो हिँड्यौँ। भर्खर पानी रहेकोले बाटोहरू हिलो पनि थियो। हिँड्दै जाँदा हाम्रो खुट्टाभरि हिलो पनि लागिरहेको छ। हामीले पानीहरू र खानेकुराहरू चाहिँ घरबाटै बोकेर गएको थियौँ। त्यसले गर्दा सबैको हातमा झोलामा आफ्नो पर्सनल पानीको बोतलहरू पनि छ। बाटो एकदम हिलो छ, यहाँ भिडियोमा पनि देख्न सकिन्छ। हामी लगातार हिँडिरहेको छौँ। अनि भर्खर पानी परिरहेको हुनाले इन्भाइरोमेन्ट पनि कस्तो क्लिन छ, सफा छ, वरिपरि हेरिराखौँ जस्तो ग्रिनरी छ। अनि त्यहाँनिर गुम्बाहरू पनि छ। अनि हामी चाहिँ त्यो गाडी हिँड्ने बाटो चाहिँ अलिक लेट हुने भएकोले गुम्बाहरू भएकोले हामी सर्टकट जङ्गलको बाटो उकालो लाग्यौँ। लौराहरू पनि बाटोमा आफै म्यानेज गऱ्यौँ। बाटोमा ऐसेलुहरू थियो, टिप्दै ऐसेलु खाँदै हामीले यात्रा चाहिँ अगाडि बढाइरहेको थियौँ निरन्तर। त्यसपछि हामी माथि अलिक सिडी जस्तो बनाएको बाटो पुग्यौँ, निकै उकालो हिँडिसकेपछि। अनि त्यहाँ त्यो बाटो चाहिँ हिँड्नको लागि कम्फर्टेबल थियो, सजिलो पनि थियो। त्यसपछि हामी यहाँनिर लगभग आधा जस्तो ठाउँ पुगिसकेपछि एकदम राम्रो इन्भाइरोमेन्ट आयो, ग्रिनरी पनि आयो। अनि डेस्टिनेसन माथि थियो। हामी यहाँ पुग्दासम्म पनि एक्साइटेड थियौँ, कोही पनि त्यस्तो टायर्डहरू थिएनौँ। हामी माथि चम्पादेवी पुगिसकेपछि चाहिँ खाना खाने योजनामा थियौँ, तर बाटोमा केही पनि पसल नपर्ने रहेछ। एउटा छाप्रो जस्तोमा हामीले यो लोकल काँक्राहरू किनेर, अनि दिदी पनि रमाइलो हुनुहुन्थ्यो, लोकल काँक्रा खायौँ। अनि केही चाउचाउहरू किन्यौँ। अनि हामी त्यहाँबाट अगाडि बढ्यौँ। यो चाहिँ हिँडेर आउनुपर्ने हुनाले पानीले नै महँगो पर्ने रहेछ, पानीहरू पनि पाउँदैन। अनि त्यसपछि यस्तो बाटोहरू पार गर्दै फाइनल्ली यो चाहिँ चम्पादेवी पुग्नै लाग्दाको दृश्य हो। म चाहिँ अलि एक्साइटेड थिएँ, अगाडि हिँडिरहेको थिएँ र साथीहरू पछाडि आइरहेको छन्। साथीहरू निकै तल आइरहेको छन् पछाडि। म चाहिँ अगाडि चम्पादेवी मन्दिर जाँदै थिएँ। यो चाहिँ ठ्याक्कै मन्दिरभित्रको दृश्य हो। मन्दिरमा गएर अनि अब हामीले खाएको भएर सबैजनाले पूजाआजा चाहिँ गरेनौँ। अनि मैले केही फुलहरू लिएँ, पाती प्रसाद दिएँ, त्यहाँबाट साथीहरूलाई पनि लगाइदिन्छु भनेर। अनि हामीले घरबाट हिँड्दैदेखि चाहिँ हामीलाई खानेकुराहरू चाहिँ हामीले बेलुकै अब हुन्छ, कसैले बिहान कसैले बेलुका नबिग्रिनेहरू बेलुकै पकाएर रेडी गरेको थियो। निरन्तर यसरी अगाडि बढ्दै थियो। यो चाहिँ भस्मा सुर डाँडा जाने बाटो हो। कुन्ता देवीबाट भस्मा सुरतिर लागिरहेको छौँ हामी। यहाँनिर चाहिँ बाटो अलिकति अनरोडन जस्तो थियो। अनि यहाँ आएपछि हामीले चटपटेहरू जुन घरबाटै प्रिपेयर गरेर काटकुट पारेर ल्याएको थियौँ, यहाँ मोलेर हामीले खायौँ। अनि मासु चिउरा खायौँ। हामी निकै भोकाएको थियौँ, यहाँ पुग्दा हामी 2 पनि बजिसकेको थियो। अनि हामीले बिहानको खाना पनि खाएको थिएनौँ आज। अनि त्यहाँ गएर चाहिँ हामीले यसरी खानेकुरा खायौँ, छेउमा बसेर सबैजनाले यसरी खानेकुराहरू खायौँ, जुन हामीले प्रिपेयर गरेर ल्याएको खानेकुराहरू थियो। गफ गर्दै पुरै ग्रिनरी इन्भाइरोमेन्टमा वरिपरि ऐसेलुहरू पाकिरहेको थियो, कापलहरू पाकिरहेको थियो। हामी त्यो पनि बाटोमा खाँदै पनि आइरहेको थियौँ। अनि यहाँ बसेर हामी पुरै कुल इन्भाइरोमेन्टमा गफ गर्दै सबैजनाले ब्याकग्राउन्डमा म्युजिक बजाएर खायौँ। अनि त्यसपछि हामी झर्नुपर्ने थियो मच्छे गाउँ। अनि यहाँनिर हामीले खाना खाँदै लगभग 4 बजिसकेको थियो। अब मच्छे गाउँ झर्ने बाटो चाहिँ एकदम अप्ठ्यारो रहेछ, साथीहरू हिँड्न नसकेर। म चाहिँ अलि अगाडि नै थिएँ। साथीहरूलाई हिँड्न पनि गाह्रो भइरहेको थियो, किनकि टेक्ने ठाउँ जस्तो हुन्छ नि, त्यो रकवाला बाटो थियो, अप्ठ्यारो थियो। अनि त्यो अप्ठ्यारो यात्राहरू तर्दै लड्दै पढ्दै गरेर बिचमा हामीले काँक्रो किनेर ल्याएको थियौँ, लोकल काँक्रो। त्यो बाटो यो पार गरिसकेपछि हामीले त्यो काँक्रो काटेर खायौँ। अनि सबैजना यतिखेर चाहिँ एकदमै थकित थियौँ, कुन बेला मच्छे गाउँ झर्छ भन्ने पर्खाइमा थियौँ। तर वरिपरिको त्यो इन्भाइरोमेन्ट एकदम ग्रिन थियो, राम्रो थियो। अनि बाटोहरू एकदम सुनसान थियो, रोबरीहरू हुन्छ कि जस्तो डर पनि लागिरहेको थियो, जङ्गली जनावरहरूको पनि डर लाग्ने टाइपको बाटो थियो। त्यसपछि हामी मच्छे गाउँ झऱ्यौँ। मच्छे गाउँ झरेर बस चढेर हामी रत्नपार्क आयौँ। अनि रत्नपार्कबाट हामी फेरि मुलपानीको बस चढेर आयौँ र बेलुका खुट्टा एकदम दुःख भएकोले